ख्रिसको चाहिँ बर्थडे भनौँ न, ख्रिसको बर्थडे र बर्थडेमा जहिले नै केक काटिने गर्छ र हामीले पनि त्यसै गरेको हो। ख्रिसको जन्म उत्सव हामीले मनाएको हौँ। र यहाँनिर मैले अलिकति हिन्दू शास्त्रहरूलाई पनि मैले निहारेर हेरेँ। बाइबलले त भन्छ कन्या गर्भवती भएर चाहिँ ख्रिस यीशु जन्मनु भयो भनेर। र ख्रिस यीशु चाहिँ जन्मनु हुन्छ, कन्या गर्भवती भएर जन्मनु हुन्छ भनेको पनि हामीले पाउन सकेका छौँ। बाइबलले त भन्छ तर हिन्दू शास्त्रमा सबैभन्दा पुरानो वेद रहेछ धर्मशास्त्र चाहिँ हिन्दू शास्त्रको, र त्यो शास्त्रमा पनि लेखिएको रहेछ कि ख्रिस यीशुको बारेमा चाहिँ। यहाँ अलिकति म यहाँबाट पढेर बताउनेछु। भविष्य पुराणमा यसरी लेखेको रहेछ, ईश्वरपछि पुगेन भने विस्तार बनाउँदा हुन्छ नि उसको नामबाट नै उद्धारको काम हुन्छ भनेर यहाँ भनेको रहेछ। त्यो व्यक्तिले कसरी मानिसको पापको हरण गरिन्छ भन्ने भविष्य पुराणले यसरी भन्दो रहेछ। काले दण्ड दयामु दण्डम पायम चामुपते दण्डौ प्रतापटी रक्षामाला दण्डौ प्रभा ब्रह्माण्ड भनेर भन्दो रहेछ नि। यो चाहिँ के रहेछ भने उसलाई कालको जस्तो दण्ड दिइन्छ, पासै पास र चाबुकले हिर्काइन्छ, प्रजापति भनेर उसलाई काठमा झुन्ड्याइन्छ, उसको शरीरबाट बगेको रगतले सबै पृथ्वीका पापी मानिस